एका देशमा सहरको छेउमा एउटा सानो गाउँ थियो। एकदमै रमाइलो, हरियाली, प्राकृतिक सुन्दरताले भरिएको एकदमै सुन्दर गाउँ थियो। त्यो गाउँमा एउटा मात्र स्कुल थियो र गाउँका सबै बच्चाहरू त्यही स्कुलमा पढ्न जान्थे। गाउँ त्यस्तो धेरै ठुलो पनि थिएन। गाउँ सानो भएकै कारण त्यस गाउँमा जम्मी 1200 जना मात्र मान्छे थिए। एक दिनको कुरा हो, स्कुलको जन्मदिनको अवसरमा स्कुलमा मोमो पार्टी गर्ने निर्णय भयो। मोमो पार्टीमा स्टुडेन्ट्सहरू मात्र नभएर स्टुडेन्टहरूका परिवारहरू, आमा, बुवा, हजुरबुवा, हजुरआमा, दिदी, बहिनी, अङ्कल, आन्टी सबै आउने निर्णय भयो। सबैजना मिलिजुली चिसो मौसममा तातो मोमो खाने र पार्टी गर्ने विचार भयो। मोमो पार्टी चाहिँ अब आउँदो शनिबार गर्ने निधो भयो। शनिबारको दिन सबैजना राम्रो लुगा लगाएर खुसी हुँदै स्कुल आए। चिसो मौसम थियो र चिसो मौसममा तातो मोमो खानुको छुट्टै मजा थियो। त्यो दिन एकदमै रमाइलो थियो। मौसम पनि चिसो, त्यससँगै तातो मोमो पिरो र अमिलो मिठो अचारसँग खानुको मजा नै छुट्टै थियो। यो सम्झेर पनि सबैजना एकदमै खुसी थिए। नभन्दै मोमो पनि बनाउने तयारी सुरु गरियो। कोही पिठो मुस्न थाले, कोही किमा बनाउन थाले, कोही के गर्न थाले, कोही अचार बनाउन थाले। बच्चाहरू चाहिँ खेल्न थाले। सबैले मोमोको लागि राम्रो तयारी गर्न थाले, मेहनत गरे। मेहनतका साथ मोमो बनाउन सबै एकजुट परे। खुसी हुँदै, हाँस्दै, रमाउँदै मोमो बनाउन तयारी भइरहेको थियो। फेरि मोमो चाहिँ भित्र किचनमा नभएर बाहिर स्कुलको प्राङ्गणमा या भनौँ ग्राउन्डमा बनाउने निधो भयो। किनभने त्यसरी बनाएको मोमोको स्वाद नै छुट्टै हुन्छ नि त। चुलोमा पकाउने भनेर सबैले सहमत गरे। त्यसपछि सबैले मोमोको तयारी गर्यो। मोमो कसैले बनाउन थाले त कसैले पकाउन थाले। बच्चाहरू भने कतिखेर मोमो खान पाउने होला भनेर कुरेर बसिरहेका थिए, खेल्दै पनि थिए। यता मम्मी बुवा या दिदी दाइ ठुला मान्छेहरू चाहिँ मोमो बनाउने तयारी गर्दै थिए। नभन्दै मोमो पनि अलिअलि गर्दै पाक्न थाल्यो। पाक्न थालेपछि बच्चाहरू यति रमाएर खाए कि